अनि खोर्सानी खुर्सानी सबै फुलेर आउँछ नानी छोराछोरी तपाईँको भने आएन त फेरि बाक्लो सक्यो अब छोरा भन्दा गरेन भने पानी लाउनु पर्छ यसरी नै खानु ल यो भाजी लाग्छ खानेकुरा के खानुहुन्छ तपाईँ यो एकपट्टि मात्रै सुत्नुहुन्छ हो एकपट्टि के भएर सुन्यो हो आलो फेरि सुत्दा त्यस्तो हुन्छ हेलो सेवा नमस्ते वेलकम एन्ड वेलकम माई युट्युब च्यानल इट्स मी रेणुका राई अनि म चाहिँ तेह्रथुमबाट अनि मेरो चाहिँ सबै ठिकै छ हजुरहरूको चाहिँ के छ सबैजना ठिकै हुन्छ होला भन्ने आशाका साथ आजको मेरो न्यू भिडियो अनि आज चाहिँ मेरो भिडियो चाहिँ रहेको छ ज्येष्ठ नागरिक घर दैलो कार्यक्रम यो चाहिँ वर्ष दिनमा जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामी घर घरमा गएर अनि उहाँहरूको स्वास्थ्य के छ कस्तो छ भन्ने बारेमा छौँ अनि आजको भिडियो चाहिँ कस्तो रहनेछ तपाईँहरू हेर्दै गर्नु होला अनि अहिले चाहिँ बिहानको 8 बज्छ जस्तो छ म चाहिँ घरबाट बाटो लागिसकेको नि त अनि म बाटोमा छु अनि आज चाहिँ हाम्रो यहाँ चाहिँ साबीको वडा 2 नम्बर हो नि त मेरो चाहिँ आजको परेको छ 1 नम्बर वडामा अनि 1 नम्बर वडा जानुपर्ने छ एकदमै गर्मी हुन्छ कि साथीहरू यहाँभन्दा अनि जाँदैछौँ अनि सबैजनाले भिडियो हेर्दै गर्नु होला ट्र्याक्टर बजेर होला गाउँतिर चाहिँ यसरी साथीहरू ट्र्याक्टरमा चढेर जानुपर्छ यसरी खै कसरी टेक्छ लाग्यो है हामी चाहिँ खैरेनीतिर ट्र्याक्टरमा चढेर हेलो साथीहरू अब चाहिँ हामी लागेको गाउँघरको बाटो चाहिँ यस्तै हुन्छ साथीहरू झोरगाडी छ यस्तो छ यो चाहिँ फयाक स्वास्थ्य मा आइपुगेको छु म चाहिँ आइपुगेँ अब चाहिँ यहाँ कार्यक्रम सुरु गरेर हामीले तपाईँको नम्बरमा जाने हुन्छ तपाईँ पनि बस्नु न हामी चाहिँ यसरी गाउँतिर डुल्दैछौँ है साथीहरू स्वयंसेविका दिदी तपाईँ स्वयंसेविका दिदी यता शर्मिला यता लु यता स्टार हुन्छ नि यो त माथिबाट यस्तो ए यता हो पो ए दबाई लिएर आउँदैछौँ हो हामी 4-5 जना राम्रो च्याक गर्नु ए ल ल को हराएछ नि फेरि आज एकछिनमा छैन मान्छे म त यहाँ लगाउनु पर्छ फेरि लुगा खाता लिएर कता गएको ल हामी एकपल्ट गएको फेरि एकपल्ट दुईपल्ट अघि कान्छालाई मैले समाचार पठाएको
अहिले भर्नु भएको रहेछ ए पछि हराएर यहाँ अलपत्र बलियो मावै थियो अब क्या खाता त्यो माथि लैजाऊ तिनीहरूकोमा म चाहिँ भन्नु म त्यसै भन्छु सबै लानु है भन्छ म त हक्का अझै देखो कति बाबु कति खायो भनेर हेर्नु गएको ए सरहरूले दिनुभएको छ यहाँ ए बस्नु यता यता बस्नु डोरीको व्यवस्था गरिदिनु पर्ने भयो जस्तो छ डोरी छैन होइन चराउन भुकाएको त्यो खायो अनि बोडी पाउँछ बोडी नि त्यो चाहिँ खानु पाउनु छ भन्छु अस्ति पनि चाम्रे ल्याइदियो निको अर्को चाहिँ पसिना चौँदै आउनुभयो काका उहाँको खुट्टा के भएको हो किन त अनि हाम्रो चाहिँ नटेक्ने भइगयो कहिलेकै खानुहुन्छ भने बिहान बेलुका गरेर उहाँहरूले भत्त अहिलेदेखि खानुभएको हो कि पोहोर पनि पहिल्यै खानुहुन्थ्यो बिहान बेलुका कम भएपछि राख्छ 68देखि खाएको यो पूर्जा मामा र उसको राख त बुझ्दै बाजे बजुलाई नाममा यो पूर्जा अहिले सुगर हुँदा यो बोकेर हिँड्नु पर्छ जाँदा राख्नु नि हराउनु हुँदैन बाँधिरहनु भएको छ बिरालोको सुताइ त मामा के सुतिरहनु भएको थियो नि के बिरामी के छ समस्या मैले खानेकुरा चाहिँ सदा त केही खाँदैन मर्न आँटिसक्यो भन्दै हुन्थ्यो र नि पिराले किनेको छ हैन के या त पिरा किन्नु न तपाईँ अनि बस्नु न बस्नु यहाँ टुक्रुके बस्नु नि कहिले नि मुटुक दुख्छ अनि खोर्सानी पुरानी साथी पोलेर आउँछ नानी अनि तपाईँ कति साले तपाईँ 8 साले हो 8 साले मिल्छ होला नि अनि पाखालु जान्छ खाना अमान हुन्छ नुन कतिको चोरको खानुहुन्छ नुन अलिअलि मात्रै नुन त खाइन्छ धेरै खाँदै खोप्छु सुक्छ एक्लै बस्नुहुन्छ है अनि के गर्ने जान लडेर मर्यो लडेर नि अष्टमीको दिन दसैँको अष्टमीको दिन कतिजना छोराछोरी तपाईँको 2 जना छ एउटा हर्कबहादुर 80 सालको एउटा 36 सालको बाहिर छ छोरी चाहिँ छैन होइन खानुहुन्छ नि यतै बस्नु एकछिन त्यो तोक्साङ काकाल चाहिँ खाँदैन नि दिदी तोक्साङ काकाल चाहिँ खाँदैन फेरि हाम्रो अब त्यहाँ कपाल पार्ने दाइ झन् असाध्यै खान्छन् त्यो अघि माथि दिदीहरू घरमा जाने काका त खाँदैनन् नि त पहिले त खान्थे त्यहाँ खान छोडे यहाँ थोरै भोज्छु ल म यो चाहिँ सुगर चेक गर्नुपर्छ चिनी रोग भन्छ नि त्यो चेक गरेर
पारेको र यहाँ चाहिँ हुनै आएन त फेरि बाक्लो सक्यो अब 113 छ आलुले मुटु दुख्छ नि भन्नुभएको होइन मुटु दुख्छ यस्तोमा यो कुनामा दुख्छ अनि ढ्याउ ढ्याउ डकर आउँछ कहिले 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 आउँछ अनि पखाला चाहिँ कहिलेदेखि लागेको पहाड लाग्छ भने चाहिँ त्यही समस्या म छुइनँ कर्मलाई लेखेन कि भाइ कर्मले चामल चाहिँ कहाँबाट लिएर खानुहुन्छ नि चामल चामल भात लानु अनि कहाँबाट ल्याउनुहुन्छ शुक्रबारबाट चामल भन्नु होइन नुन कतिको कडा खानुहुन्छ नुन प्रेसर अलि बढेको देखायो प्रेसर खाइन्छ नुन त नुन अलिक कम गर्नु पर्यो नुन चिल्लो खाजा पानी कतिको खानुहुन्छ खाजा त कहिले खान्छु मन पर्दैन मन पर्दैन मन नपरेकै राम्रो खाजा पानी कहिले कहिले खान्छु कहिले कहिले खान्छु त्यो पनि कम गर्नु पर्यो अनि नुन कम गर्नु चिल्लो कम गर्नु अनि यसो उँभो आएको बेला एकचोटि फेरि देखाउनु ल प्रेसर अलि बढेको छ असर गर्छ नि ठ्याक्क असर गर भने आउँदैन अब भाइ जाँड रक्सी चाहिँ नखानु भन्नुभएको क्या सरले खाजा भनेको भुटेको मकै भने होइन कि जाँड रक्सी नखानु त्यो खायो भने प्रेसर बढ्छ भन्नुभएको क्या जाँड चाहिँ बडा मन पर्दैन जिउले चाहँदैन रक्सी चाहिँ पुरै बुझिन रक्सी कतिको मन पर्छ अरे तपाईँले खाइन्छ कहिले त्यो नि खानु भएन त्यो नि खानु भएन खाइन्छ नि जिउ त बाल्न देखिरहेको मजाले खाने जात जातले हुँदैन समस्या भएपछि खानु भएन बेलैमा मर्नुभन्दा नखाँदा त्यो नि त कका रोगले जातले खायो के गर्दै हुनुहुन्छ त्यतिकै हो त्यतिकै यहाँ गफ गर्दै बसेको आउनु यतैतिर कस्तो गर्मी भयो ए हावा खानु गर्मी भएर बेहोसै भइन्छ होला कुनै खोइ सबै बुङ्से भयो बाख्राको पाठा त म जस्तै रहेछ सबै माइजू माइजू के भयो नानी बाख्राको पाठा त म जस्तै सानो खालकोमा छोड्नु भएन भने अनि भोलिपछि गाईलाई हात पनि लागेन भने के गर्नुहुन्छ समस्या केही छ भने तपाईँलाई अरू बिराम केही छ कि तपाईँलाई केही पनि हुँदैन जो उयो हुरीगटाहरू लाग्दैन अनि यहाँ त ए
लाइन छैन र लाइन छैन तर यो खोलाको पानीबाट चाहिँ बिजुली निकालेर कहाँ अब बेच्नुलाई नि ए जताततैको त्यसरी भेला गर्दै व्यापारीहरूले बेच्दो रहेछ अनि त्यो सञ्चालन चाहिँ गरेको छैन कि सुरु गरेको छैन निर्माणै भएको ए यहाँ बाटो पनि खनिएको अरे ठुलो कता के मिलेन के गरेर नगरेको अन्त तपाईँको चाहिँ घर यता मेरो यहाँ कतितिर ए म चाहिँ खानु पर्यो तपाईँहरूकोमा छ कहाँबाट लानु आप यस्तो गर्मी आम्मामा कसरी बस्नुहुन्छ हौ दिदी काम गर्नुपर्छ अब असार साउनमा धान रोप्छौँ तल खोला चाहिँ हाइड्रोतिर जानुपर्छ फेरि बाटो फेरि लडी मरिन्ला जस्तै छ हाम्रो काम गर्नु मात्रै साह्रो अब भारीहरू बोक्नुलाई त हाम्रो उतापट्टिबाट के अरे ट्र्याक्टर जान्छ नि त तल खेतीमै धानहरू पर बोक्नुलाई चाहिँ मान्छेले पर्दैन धान मात्रै हो गर्मी छ साथीहरू गर्मी ओ तल खोलामा पुग्नु पर्ने छ गाह्रो छ गाह्रो सबैभन्दा ठुलो एरिया है दिदी यो 1 नम्बर फेरि यो पाटा पसेर फेरि तल्लो पाटा जानुपर्ने होइन यताबाट पर सामान हुन्छ त्यहाँ पल्लो पाटो परै सामान छ अनि त्यही भएर त्यही त फेरि त घर कति पातल होइन कस्तो राम्रो फुल रहेछ यहाँ चाहिँ तर त्यो रामनाथनी काकीले नि वृद्ध भत्ता खान्छ के पाउनु गर्नुहुन्छ भन्छ हो म त बिर्सिसकेँ हौ अनि तल सीताको आमा आमा है अब यता कमला मिसको बुवाबाट पुग्नु पर्यो यो लाटा उता वृद्ध भत्ता खानु नअरे नि त खाने ठाउँमा मात्रै अपाङ्गमा अरे नि त अपाङ्गमा बिस्तारै भरे होइन आउँदा नि यही बाटो आउनु होइन पो हो नि हामी यता आएको थियौँ र आएनौँ नि दिदी म ठिकै छु मलाई रोक्छ मलाई केही भएको छैन भन्नुभयो जहाँ गएर धर्दिनँ यो चाहिँ त्यतातिर त्यसको बुहारी यो को भन्नु त जेमिर बोटे भनेपछि त फेरि सबैले चिन्नुहुन्छ
अब हामीले त्यतिकै उहिले जस्तो खानेर पनि हुँदैन। काका यो पूजा तपाईँको प्रेसर सुगर नापेको रेकर्ड अनि औषधि खाएको रेकर्ड छ। पछि बिरामी भएर सरकार अस्पतालतिर 672 82 वर्ष। रेडियो खानु पाएन मात्रै त घरमा गर्छु खानु पाएन। असुविधा पनि छैन नपुगेको पनि छैन। मोबाइल छ यहाँ छ अर्को माथि छ। अब केको काँटो छैन मलाई पुगेको छ नपुगेको के छ भने कहिले कहिले माग्छन् त्यो अलक्षिनीले चाहिँ माग्यो भने अनि छिटो गर न भन्दा नि गरेन मन पानी लाउरो पो हुन्छ। सन्चै छौँ कुशल छन्। अनि अब त्यो त लौहे भनेर पैसा दिएको हुँदैन। हामी बल्ल बल्ल लाउनु पाउँदैन नलाउनु त नि सबैलाई रहर लाग्दा लाउनु पाउँदैन। किशोरी त हो अस्ति नै लाउँछ। तर यहाँहरूको के छ भने एउटा बुद्धिचार मेरो जोख्नलाई खानाको विवेकशील हो सारा एक विवेक चाहन्छ सारा एक विवेकले चाहन्छ सारा एक। अब त्यसरी आफ्नो आफूतिर जाने त्यसलाई त्यो रातो लुगा चाहिँ किन लगाएको छेत्री बाहुनले जस्तो छेत्री बाहुनले मात्रै रातो लुगा लगाउँछ नि त भन्नुभयो कि त्यो ड्रेस नि। अनि जहिले त्यसमा जान्छ अनि होइन हौ अनि हामीलाई त नि लाउनु हामी ड्रेसै हो त लाउनु भनेर पैसा दिएको छ यो नलाइ त हुँदैन भनेको त हाँस्नु गर्ने अनि लाउनै पर्ने भनेर रानीचरी भनेको नि भन्नु अनि यस्तो रातो के लगाइराखेको भन्नुहुन्छ नि जस्तो लाउँदा अर्कै रङको लाउँदा नि हुने भन्ने कुरो गरेर त्यो होइन क्या त्यस्तो रातो चाहिँ नलाउनु पर्ने ड्रेसै त्यो हो। प्राय यो मचलीहरूले रातो मन पराउँदैन नि त त्यही भएर त्यसरी भन्छ। पेट दुखाइमा चाहिँ ओभरकम गर्नै सकिँदैन। दुखाइ कम भएपछि एउटा पोइन्टमा दुख्ने पेट दुख्ने टोटल दुख्छ। घाँटी यस्तो बनाउँछ अनि साथी त्यस्तो कुरो नगर म त पड्काउँछु मात्रै भनेको लिनु त पड्काइहाल्नु भयो नआउने हो। जहाँ त्यस्तो खाँदा नि कस्तो ज्यान कस्तो परेको छ है तातो फेरि त्यो पनि सबै फेरि हाम्रो बुवालाई त पहिला मुटुको पनि अपरेसन गरेको अरे क्या दिदी। अनि खासमा जारक्सी नखानु भनेको अरे अनि छिटै मर्छु खान्छु भन्नुभयो अरे। त्यो तिहार खानु थालेपछि अहिले त झन् अहिले खाजाकै रूपमा खानुहुन्छ बाहिर चाहिँ त्यति खानुहुन्न घरमा चाहिँ पुरै खाजै। ठिक छ। हाम्रो बुवा त अनि बिरामी त्यस्तो कहिल्यै हुनुहुन्न त। पानी त जमेको छैन गाउँकोमा आँखाको प्रब्लम भयो भने टाउको दुख्दो रहेछ है दिदी। त्यसको दबाई भनेको त्यो चस्मै हो। मैले त अस्ति त्यो त चस्मा पनि लगाएको नि त पनि चस्मा नै लगाएको अनि त छोडेन अनि मैले चस्मा लगाएको। चस्मा लगाएर के गर्नु? आँखाको कारणले हो भने चाहिँ चस्मा लगाएपछि शरीरभरिको शक्ति नै आँखा हो। अब शरीरमा कमजोर दबाई चाहिँ के हो त्यो एउटा मात्रै दबाई चाहिँ एउटा ग्यास्ट्रिकको दबाई छैन काकालाई त्यो सासिन गर्छ भन्नुभयो ग्यास्ट्रिकको छ भने खै राख्नु हो ग्यास्ट्रिकको खाइ ग्यास्ट्रिक र टन्सिलको छ भने कहिले कहिले समस्या हुन्छ कि ज्वरो पनि आउँछ यो शङ्ख चाहिँ किन बजाउनु के गर्नु राख्नुको कोकाले यो शङ्ख के गरेर राख्नु क्या काका बाँदर कुदाउने शङ्ख यहाँ आउनेले त शङ्ख फुक्छन् हो फुकेर जानु हो भाउजू म त फुक्नै सक्दिनँ यहाँ दाँत दुखेको छ तिमीले हुँदैन त्यो त्यसै हुँदैन कौडा शङ्ख फुक्नु पनि स्वस्थ हो कि कहाँ जाउन पत्ताल जाउन जहाँसम्म ईश्वर जान्छ उहाँसम्म त्यो एकरो र दोहोरो हुन्छ नि त त्यही त सुगर अशुभ होला नि त अनि
एकरो फुको भने अब यस्तो मान्छे मर्दा यो ओर्दाखेरि बुहारीले पनि फुकेर त मलाई त आउँदैन के भन्नु तुम्बा होला नि मैले त तुम्बा यो पनि खएर रहेछ पान्थरको मान्छे हो फ्यान चलाउनु पर्छ नि घरिघरि उयो अचार खानु कस्तो मिठो हुन्छ टमाटरसँग चाहिँ यहीँ हुनुहुन्थ्यो त अहिले यता विश्वास मिठो हावा आउँदो रहेछ पेट लागेर नि हामी अस्ति त घरको 3 जना 4 जना भर्खर उठेर यहाँ टाढोबाट हिँडेको भनेको आजै कमजोरी भएर पेट लागेपछि त झन् बुढाबुढी तिमाथि यहाँ पेट लागेपछि त गइहालिन्छ नि फेरि कति दिन भयो अस्ति 3 दिन फेरि फिरायो फेरि एकपल्टमै कहाँ पुगिन्छ मान्छे औषधि खानु भएको छैन खाएको खोइ अलिक के औषधि खानुभयो अस्पताल खानुभएको जडीबुटी कति पटकसम्म हुन्छ बिहानदेखि अहिलेसम्म लगभग यसो लगभग रातभरि मात्रै रातैभरि अहिले पनि गएको पानी खायो खुट्टाहरू बाउडिँदैन खुट्टा यो पानी तपाईँले पानी नै नअडिने हो अस्ति मलाई त्यस्तै भएर आमा छोरी त के भन्नु र पानी खानु भन्नुहुन्छ सबैजना पानी खाइसकेका छैन पखालामा त बमिट पखालामा जिउको पानी छर्किएर जलबिर्ग हाम्रो अनि मेरो मलाई त बमिट चाहिँ आएन मेरो कान्छी छोरी त दहीमा गएर माथि सुक्राएर लगेर स्नान पान चढाएर अस्ति नै एउटा बिपी दिँदा चाहिँ पङ फर्केर सर म त झक्कै परिगयो क्वालिटी राम्रो हुँदैन अब प्रेसर नाप्नु आइरहेछ मान्छे के गर्नु म त सन्तकुमारी हो नि तपाईँको कति दिन भयो तपाईँलाई पखाला लागेको अहिले आज हिजोदेखि फेरि अस्ति एकपटक लागेर अनि फेरि सन्चो भएर अनि फेरि दोहोरिएछ नि अहिले त सबै सारा दुनियाँ यो के भएको फेरि खानु भनेपछि पानी पनि मिठो हुँदैन अथवा त परै जाओस् त्यो डाइरिया भएपछि खुनै हराउनु खोज्छ नि तपाईँले लौरो पाउनु भएको छ कि छैन पाउनु भएको छैन नि त पहिलेको पाउनु भएको छैन अहिले भर्खर देख्नु होला स्वास्थ्य बिमा पनि छैन बिमा छैन छ कि छैन नि छैन होला बिमा गरेको छैन है उपचारको छुटको बिमा हुन्छ
पानीहरू बनाएर खानुपर्छ छैन नि जीवन जल भन्दा पनि यो चिनी पान नुन अलिअलि हालेर चिनी पान चाहिँ खानु पर्ने रहेछ। अस्ति त मैले त 1 केजी जति झनै सकिदिएँ आमा छोरीले। गुलियो धेर भयो भने फेरि डाइरियामा राम्रो हुँदैन केही नि केही त सम्झिनै हुँदैन। पेटहरू यसो पोल्ने ढुस्स फुल्ने हुन्छ कि हुँदैन ढ्याउ डक्कर आउने केही हुँदैन हुँदैन भन्दा अरू बिहान चाहिँ भाकर आयो पेट ढुस्स फुलेको थियो खाली पेटमै के लाग्छ तपाईँको हातै गर ए के गर्ने त के गर्छ काममा छस् अझै साइड चुरेछ फेरि है न त के गरेर खानुहुन्छ बिजोक बेजा भत्ता पनि यो जस्तै मान्छे हेरेर दिनुपर्ने के अवस्था हेरेर हामी आइरहेको थियौँ हजुर के बिरामी सन्चो छैन नि 2 महिना हो यसो बस्न सक्नुहुन्छ मामा उठेर बस्न सक्नुहुन्छ यसो के भयो तकरै हुनुहुन्छ खानेकुरा के खानुहुन्छ तपाईँ यो एकपट्टि मात्र सुत्नुहुन्छ हो एकपट्टि मात्र त्यो भएर सुनिएको हो आलो फेरि सुत्दाखेरि त यस्तो हुँदैन फेरि एकपट्टि मात्रै यो कता के भयो सिस्टर भयो त ओके भन त गाउँभरि हौ दिदी के भएको हो अहिलेको साल त कहिले यस्तो के हो गर्मीमा के ठिकै छ त गर्मी छ म एक पाटा मात्र सधैँ सुत्नु हुँदो रहेछ क्या त्यो उयो चेन्ज गर्दै सुत्दा त त्यसरी नसुनिँदैन एकपाटी मात्रै अरू फर्केर सुत्नु मान्नुहुन्न हो मामालाई के हुन्छ अहिले चाहिँ के हुन्छ रक्सी चाहिँ खानुहुन्छ सधैँभरि कहाँ पाउनु त आफ्नो घरमा कसले बनाउने त नखानु भन्दा नि मान्नुहुन्न अब त के मान्नु पिसाब राम्रै लाग्छ माइजू खानु बापो राम्रै छ नि माइजूको चाहिँ के पो नाम हो ठिक्क रहेछ उहाँको पिसाब 120 म
रक्सीले भन्नुहुन्छ दिउँसो मैले राति जान्छौँ रात पनि सुत्दैन छोराहरू सुत्ने दिन्छ यिनीहरू हुन्छ रातभरि सुत्न अब गालेर आउँछ सुत्ने दिन रक्सीले त गरे हेर्छु ल दिनमा 2 बोतल 3 बोतल खान्छ बटुका चित्ता खाँदैन खानेकुरा खाना नखाएपछि है कोदो पियाजिलो कोदो खान्छ अलिअलि त्यो पनि पियाएर काबो फ्याँकिदिन्छ खानेकुरा चाहिँ के कोदो दिनुभयो आधी खान्छ आधी कहिले खानुहुन्छ कहिले खानु खाना सौबार चाहिँ बसेको काम नगरेर सौबार तपाईँ आजसम्म काम गर्दै हुनुहुन्छ दिनुभयो कहिले दिन्छ डेली खाइदिनु अस्ति सोके पनि भएको थियो कता पोहोर त यति साह्रो हुनुहुन्न थियो है तर हिँड्दै थियो नि रक्सी ल्याउँदै आफै जम्बु खाँदै थियो नि हिँड्दै थियो जम्बु लौरो तपाईँहरूलाई पाउनु भएको छैन मैले छैन कि आमाको छैन काकीले पाउनु भएको छैन ककाले चाहिँ पाउनु भएको थियो धेरैजनाको हुँदैछ नि कति पुरानो भयो नि 5 वर्ष भइसक्यो भात चिसकेको रेगुलर युज गर्ने खायो कि साथी पोलेर अनि बमिट गरिहाल्छ मेरो छोरी हो कमल मेरो छोरी हो यहाँ नि एकछिन पुग्ने